यहाँ हेर्नुहोस् है अब चाहिँ खानाको तयारी भइरहेछ कस्तो दामी ल फ्राई पाक्छ सिङ्गापुरको पिकनिकमा गुन्द्रुकको अचार पनि छ गुन्द्रुकको अचार पनि छ है दर्शकबिन यहाँ गुन्द्रुक रेडी गरिराख्नु भएको रहेछ यहाँ दाइ भाइहरूले गुन्द्रुकको अचार बनाउनु र यता पुलाउ पुलाउ हो यसलाई पानी पुलाउ भन्छ है ल आज हाम्रो सिङ्गापुरको पिकनिकमा चाहिँ पानी पुलाउ रहेछ एकछिन पानीको पुलाउ यसरी बनाउँदैछ यहाँ ल दाइहरू के आफ्नो भाषा बोल्दै हुनुहुन्छ पानी पुलाउ रेडी छ अघि खाजा खाइसक्यो दर्शकबिन अब यहाँनिर पुलाउ यहाँ चाहिँ के हो यो यहाँ हेर्नुहोस् यहाँ चाहिँ पनिर मटर पनिर कति मजाले उम्लिँदैछ है हेर्नु सक्नुहुन्छ दर्शकबिन यहाँ हेर्नुहोस् पनिर पुलाउ यो कौली पनि पनिर पुलाउमा हाल्नु हुने हो यो कौली फ्लावर र आलुको अलग्गै सब्जी अरे हेर्न सक्नुहुनुहुन्छ ल दर्शकबिन हेर्नुहोस् है यहाँ दिदीले चाहिँ आलु गर्दै हुनुहुन्छ यहाँ पुलाउ यो पानी पुलाउ रहेछ पानी पुलाउ चाहिँ यसरी पानीमा उमालेर उता खानेर उतापट्टि राख्दै हुनुहुन्छ ल पुलाउमा चाहिँ योहरू पनि राख्नु भएको रहेछ है दर्शकबिन हेर्नुहुन्छ अनि काजु पिनट यसरी हुँदैछ यहाँ उता पर चाहिँ दाजुले हेर्दै हुनुहुन्छ यहाँ के भएछ के गर्छ यो किचन डिपार्टमेन्ट दर्शकबिन हेर्नुहुन्छ यहाँ यो मसला बनाएको हामीले यो सब्जीमा पनि हाल्न र मासु पनि हाल्न यो मसला ग्रेभी बनाएको गुड ल आजको हाम्रो सिङ्गापुर पिकनिकमा चाहिँ यसरी बनाउँदै हुनुहुन्छ है यहाँ भाइले यहाँ ल यहाँ फाक्सा छ होइन लिम्बूको पिकनिक अनि फाक्सा बिना त यहाँ मसला सबै उ गरेर फ्राई गर्दै हुनुहुन्छ अनि त्यहाँपछि यो फाक्सा हाल्नुहुन्छ आज हाम्रो सिङ्गापुरको पिकनिक यहाँ मासु यसरी बनाउँदै यो के हो ए फाक्सा सुँगुरको मासु ल यहाँ बनाउँदै हुनुहुन्छ सुँगुरको मासु यसरी